गुड मर्निङ सबैजनालाई। यो मेरो न्यू ब्लगमा सबैजनालाई स्वागत छ। अनि यो चाहिँ सोलुखुम्बु जिल्लाको आजको मौसम है। एकदम सफा, हिमाल पनि एकदम सफा देखिराखेको छ। साथै आजको सोलुखुम्बुको चाहिँ यस्तो छ मौसम। अनि आज हामी दिउँसो चाहिँ यता टपुटार साइडमा जानेछौँ। यसका बाँकीहरू चाहिँ हामी देखाउने नै छौँ। हेलो हामी चाहिँ हिँडिराखेका छौँ। अध्यक्षज्यू अरूहरू चाहिँ पछाडि हुनुहुन्छ। टपुटार पानी पर्छ जस्तो भयो नि मौसम मिस। त्यही त पानी नपरे हुन्थ्यो। मौसम अघि बिहान घाम लागेको कति राम्रो भएको थियो। अहिले त है हेर्नु न बादल लागेर पुरै कालो कालो भएको छ। हामी चाहिँ टपुटारमा जाँदैछौँ। बाटो चाहिँ धेरै बिग्रेको नि। तर मौसम अब कति राम्रो देखिरहेछ है। मतलब सिन चाहिँ बनाउनुस् यस्तो गरेर यस्तो गरिराख्थ्यौँ कि। तर यो छोटो भएर राम्रै देख्दैन रहेछ नि। यस्तो राउन्डवाला देख्थ्यो कि। अनि यो चाहिँ तपाईँहरू कसलाई थाहा छ। यो चाहिँ हामीले बच्चा हुँदाखेरि गाईबस्तु चराउनु जाने बेलामा चाहिँ अब पहिला त यस्तो खुट्टातिर चप्पल लाएर जान्थ्यो नि त होइन। अनि यस्तो जाने बेलामा यस्तो भुसुना देखान्थ्यो कि भुसुनाले। अनि त्यतिखेर चाहिँ यस्तो बोकेर चाहिँ अनि यस्तो त्यसलाई मार्थ्यौँ। अनि यो भित्रमा चाहिँ त्यो भुसुना जस्तो हुन्छ नि यो भित्र टाँसेर बस्थ्यो कि। तपाईँहरूलाई कतिको याद छ कि छैन कि। तर प्रायः जस्तो गाउँघरमा पहिला हुँदा चाहिँ यस्तोले चाहिँ त्यसरी भुसुना मार्थ्यो कि। अनि अहिले याद आयो कि हामी यही हिँडिरहँदा अब चाहिँ यता निस्कनु भयो जस्तो छ है। आउनु हो यता गाडी त्यहाँ छ निस्कनु भएछ क्या। कस्तो भइरहेछ यो बस्दाखेरिको। तर एकैछिनमा पानी पर्ला जस्तै भएको छ है। माथि गुम्बाको छेउमा त उताबाट आउनुभयो भने चाहिँ निस्क्यौँ होला हौ मिस कि। तर जाँदै गरौँ है। तर हिँडेर गर्मी लागिराखेको थियो। यहाँ बसेर चाहिँ है फ्रेस भयो। हावा कति मजाले चलिरहेछ नि त। अनि यता पनि बाहिर यो पछाडिको सिन यति धेरै राम्रो देखिरहेछ कि। मुड अफ भएकोहरूलाई चाहिँ यहाँ आयो भने चाहिँ है आउँदै हुनुहुन्छ होला सायद।
पहिलाको अनुगमनको लागि अनुभव छ कि त्यो थाहा पाउन ऊ यतापट्टिको एउटा सक्यो के अब ऊ यो दुईटा पनि फाल्दैन हुन्छ फाइनली हामी चाहिँ टपुटार आइपुग्यौँ। त्यो पनि हो अनलाइनबाट को रहेछ कि त्यही भने म त्यहाँबाट भिटामिनहरू चाहिँ किन्ने कि नकिन्ने भन्ने रहेछ कि मैले सबै पहिला ट्राई गरेर हेर्छु अनि म चाहिँ ट्राई नगर्दा फेरि काम गरेन भने है। हामी चाहिँ टपुटार पुगेर जुन साइडमा जानुपर्ने त्योमा चाहिँ आइपुगेका छौँ। टपुटारमा आइसकेपछि पानी पर्यो। भन्दै नि हामीलाई बाटोमा भेट्यो नि नि त्यही त है त्यही त अघि हामीले सम्झिँदै थियौँ त्यहाँ पानी पर्यो भने जुत्ता आउँछ भनेर अब हामी चाहिँ टपुटार पुगेर नि फर्किँदैछौँ पानी परेर बिचमा। हामी चाहिँ सल्लेरी आइपुगेको छौँ साइड गएर पनि। अनि आजको मौसम बिहान त एकदम घाम लागेर एकदम राम्रो भएको थियो, तर पछाडि चाहिँ पानी परेर मौसम कस्तो भयो एकैचोटि चेन्ज भयो। हुन त बर्खाको समयमा चेन्ज त भइ नै हाल्छ होइन। अनि बादल लागेर कस्तो भएको थियो अनि पानी परेर एकछिन टपुटारमा हामी रोक्यौँ अनि राम्रोसँगै अनि आइपुग्यौँ। खाजाहरू खाइसकेपछि हामी आउने बेला जोस् बाटोमा चाहिँ पानी परेन अनि आउँदा चाहिँ ठिकै भयो। एकछिन बस्दाखेरि पानी परेको थियो अनि अहिले चाहिँ सल्लेरी आइपुग्यो अनि मौसम चाहिँ एउटै धुम्म यस्तो भएको छ। यो चाहिँ अहिलेको है अघि कति धेरै पानी परेर एकछिन त रोक्यौँ, तर अहिले आउने बेला जियोस् बादल यस्तो लागे तापनि आउने बेलामा चाहिँ पानी रोकेर धन्न राम्रोसँगै आइपुग्यौँ सल्लेरी। आजको सुलुखुम्बुको मौसम चाहिँ यस्तो छ है, पुरै बादल लागेर बिहान चाहिँ घाम लागेर एकदम राम्रो दिन भएको थियो, तर अचानक बादल लागेर पानी पर्न थाल्यो। अनि तपाईँहरूकोमा चाहिँ आजको मौसम कस्तो भयो भनेर कमेन्ट गर्न चाहिँ नबिर्सनुहोस् है त।